हजुर मेरो मकसद भनेको त गेम टुर्नामेन्ट एउटा न एउटा प्रोको जित्ने मकसद थियो त्यो पुरा भइसकेको थियो नि त अनि त्यसपछि चाहिँ यो टुर्नामेन्ट चाहिँ मलाई जिते पनि हारे पनि मतलब थिएन जस स्कोर राम्रो खेले भयो खुसी छु भन्ने भएको थियो राम्रो त अझै फर्स्ट र सेकेन्ड दिन नै अलिक एउटा आफूले खेल्ने रिदम भएन अनि सेकेन्ड दिन पानी पनि पऱ्यो पानीले गर्दाखेरि पनि अलिक भयो अब यहाँ हाम्रो लामा दाइहरूसँग र आज चाहिँ एउटा खेल्ने रिदम मिल्यो अलिक फोकस गर्ने टाइम पाएँ अनि त्यही भएर गेम राम्रो भएको आज त टु डेको स्कोरमा मलाई यहाँ खेल्दा चाहिँ अब कन्फिडेन्स अब अहिले त जितिरहेको बेलामा अलिक कन्फिडेन्स पनि बढ्दै रहेछ अनि बढ्दै गएर स्कोर आज बिग्रियो भने भोलि आउँछ पर्सि आउँछ भन्दै त्यसरी खेल्दाखेरि राम्रो भएको अब यो यसको लागि अलिक टाइम कम भएको जस्तो लागेको छ मलाई अब यो छिटो अब टाइममा अलिक गाह्रै हुन्छ होला अब धरान फर्किसकेपछि चाहिँ अब दायाँ माया छैन गल्फ चौरी आफ्नो उयसमा फोकस गर्छु अब अनि त्यसपछि हेरौँ रिजल्ट के आउँछ उहाँ सुरेश सर हुन्छ विराटनगरबाट आउनुभएको उहाँ सरले चाहिँ मलाई नोटिस गरिराख्नु भएको रहेछ नि त अब राम्रो खेल्दै गएर हेरिराख्नु भयो अनि मेरो गेम मेहनत देखेर चाहिँ उहाँले जति सक्दो त्यति हेल्प गर्नुभएको छ त्यही उहाँले गर्दाखेरि पनि अब आफूलाई पनि अझै जोस आएको छ अब आफै भन्दा पनि अब उहाँ सरहरूको लागि पनि यसो नामको लागि खेलिदिउँ न भन्ने त्यस्तो अझै ऊर्जा आएर गेम त्यसरी राम्रो भएको होला आफूलाई कन्फिडेन्स त फुल नै छ है तर पनि भन्नु सकिँदैन जित हार त भइहाल्छ त्यस्तै अब जित्नुकै लागि खेलिन्छ अब जितेर नम्बर वान हुनु र नजिति नम्बर वान हुनु त अलिक मजा आउँदैन त्यही भएर जित्ने ट्राई गर्नेछु म